यो ब्रह्माण्डमा सबैभन्दा छिटो गतिले यात्रा गर्ने चिज के हो? रकेट या बन्दुकबाट निस्केको गोली। होइन, यो ब्रह्माण्डमा सबैभन्दा छिटो गतिले यात्रा गर्ने चिज प्रकाश हो। ए प्रकाश? हो, त्यही प्रकाश जुन सूर्यबाट पृथ्वीसम्म हुन्छ, विभिन्न ताराहरूबाट पृथ्वीसम्म हुन्छ। भन्नाले ब्रह्माण्डमा प्रकाशको गति सबैभन्दा बढी हुन्छ, तर कति? प्रकाशको गति करिब 3 लाख किलोमिटर प्रति सेकेन्ड हुन्छ। मतलब प्रकाशले 1 सेकेन्डमा 3 लाख किलोमिटर दूरी पार गर्छ। मतलब हामीले अहिले देखिरहेको सूर्य वास्तविक समयको होइन, केही समय अगाडिको हो। हो, तर यो त सानो कुरा मात्र हो। धेरै दूरीमा रहेका ताराहरूबाट आउने प्रकाश लाखौँ वा करोडौँ वर्ष पुरानो हुनसक्छ, जुन हामी कल्पना पनि गर्न सक्दैनौँ। नि त्यसो भए ब्रह्माण्ड हेर्दा हामी सधैँ अतीत हेर्छौँ जस्तो हो। ठ्याक्कै, हरेक प्रकाशका किरणले हामीलाई ब्रह्माण्डको इतिहास देखाउँछ। ब्रह्माण्ड हेर्नु भनेको समयको यात्रा गर्नु जस्तै हो। साँच्चीकै ब्रह्माण्ड पनि कति रहस्यमय छ। जति बुझ्न खोज्छ त्यति नै गहिरो हुँदै जान्छ।